सुदन गुरुङजी, उहाँसँग त्यति धेरै उता छैन, तर एउटा जल्दो विवाहको रूपमा उहाँले जुन एउटा आँट देखाइराख्नु भएको छ र उहाँहरूलाई पनि जुन ढङ्गकोले तान्ने प्रयास भइरहेको छ त्यसबाट चाहिँ उत्तेजित नभइकन उहाँले अगाडि बढ्नुहोस्। यसले पुरा 5 वर्ष कार्यकाल पुरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पाओस् भन्ने मेरो चाहना छ। त्यो मेरो पुस्ताका, मेरा समवयी र मेरो पुस्ताका साथीहरू जो अहिले पनि षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर यो जेनजी विद्रोह, यो राष्ट्रपाको उदयलाई पचाउन नसकेर अनेक थरी उहाँहरूले तानाबाना बुन्नु भएको छ। त्यसमा केही सत्यता होला, तर त्यो प्रमुख पाटो होइन। जो मन्त्री परिषदमा हुनुहुन्छ हाम्रो सोडिङ वाग्लेजी, हाम्रो शिशिर खनालजी लगायतका जो मन्त्रीजीहरू हुनुहुन्छ कमी कमजोरी अलिअलि हुन सक्छन्, तर मूल रूपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनु भएको छ, मलाई लाग्छ उहाँहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्न सक्नुहुन्छ। अब मेरा भर्खर यहाँ देख्दै मेरा जिल्लाकै मित्र सुदन गुरुङजी, उहाँसँग त्यति धेरै उता छैन, तर एउटा जल्दो विवाहको रूपमा उहाँले जुन एउटा आँट देखाइराख्नु भएको छ र उहाँहरूलाई पनि जुन ढङ्गकोले तान्ने प्रयास भइरहेको छ त्यसबाट चाहिँ उत्तेजित नभइकन उहाँले अगाडि बढ्नुहोस्। मेरो जिल्लाकै युवा साथी हुनुको नाताले पनि मेरो उहाँलाई शुभकामना र सबैलाई पनि मेरो शुभकामना छ। र मेरो खालि एउटा मात्रै अनुभवजन्य आधार के हो भने खास गरी रविनजी र बालनजीहरूलाई नेतृत्व भनेको असाध्यै महत्त्वपूर्ण हुन्छ। यस्तो नयाँ शक्ति जुन उदय भएको छ त्यति बेला वैचारिक रूपले पश्चाताप त चाहिन्छ नै, मुख्य कुरो त त्यही हो। तपाईँहरूको जुन अहिलेको विधानको चाहिँ केही कुरा छुट्टपुट्ट बाहिर आएको छ, मूल रूपमा म त्यो ठिकै देख्छु। केही अलिकति अस्पष्टताहरू छन्, मैले खुला रूपमा सामाजिक सञ्जालमा पनि राखेको छु। खास गरी तपाईँले संवैधानिक समाजवाद जुन भन्नुभएको छ त्यो के हो अलि व्याख्या गरिदिए राम्रो हुन्थ्यो भनेर मैले हिजो लेखेको पनि थिएँ। त्यसरी यी विषयमा त तपाईँहरू ध्यान जाने नै छ। मैले भन्नु खोजेको चाहिँ कुरा के छ भने नेतृत्व यो तपाईँले यति ठुलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पुरा 5 वर्ष कार्यकाल पुरा गर्नुपर्छ र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पाओस् भन्ने मेरो चाहना छ। त्यसको निम्ति के कुरा के हुन्छ भने अब हामी त मान्छे हो, हामीभित्र स्वार्थी लोभीपन अलि पनि हुन्छ पनि, अनि अरू आसेपासे र बाहिर विभिन्न भित्रका शक्तिहरूले पनि खेलेर कोभन्दा को ठुलो, रवि ठुलो कि बालन ठुलो भनेर त्यहाँ खेलिदिन सक्ने खतरा मानिरहने देख्छु। मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँ कुराकानी खासुस गरिराख्नु भएको छ। गर्नुहोस् र पटक पटक भेट्नुहोस्, गरिराख्नुहोस् र भेटिराख्नुहोस्। तपाईँहरूको एकतामा नै यसको चाहिँ राष्ट्रपाको तत्कालको 5 वर्षको निम्ति भविष्य सुनिश्चित छ। 5 वर्षसम्म एक भएर तपाईँहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईँलाई शुभकामना हुन्छ। र अन्त्यमा मेरो पुस्ताका, मेरा समवयी र मेरो पुस्ताका साथीहरू जो अहिले पनि षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर यो जेनजी विद्रोह, यो राष्ट्रपाको उदयलाई पचाउन नसकेर अनेक थरी उहाँहरूले तानाबाना बुन्नु भएको छ। त्यसमा केही सत्यता होला, तर त्यो प्रमुख पाटो होइन।